ल हेर्नुहोस् है उखाने भएको गुखानेहरूले के गर्दैछन् यहाँनिर मजाले हेर्नु होला अहिले उपमहानगरपालिका परिसरमा यो साइडमा श्रमदाताहरूको भिड छ भने यतापट्टि अहिले विशेष गरी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता विशेष गरी भिड्ने अथवा च्यालेन्जको कुरा भइरहेको छ निकै अशान्त छ अहिले धरान उपमहानगरपालिका के भयो अध्यक्ष छलफल के भयो अब मिलिसकेका छन् कि जो कुराहरू अब सबैजना हामी सम्बन्धमा भएर छौँ सबै अब पुलिस प्रशासनले सबै भोलि हुन्छ सबै कामहरू ल सबै कामहरू बार्ता अब हाम्रो सबै सम्बन्धै नै छ सबै मिलेकै छन् होइन अब यो कुराहरू चाहिँ अब यो जेसिबी रोड यो कुरा इकोनोमीको कुराहरू कसरी चलाउने के चलाउने भन्ने कुराहरूमा हाम्रो चिन्ता त भोलि नारायणपथको ड्रेन बनाउँदाखेरि जेसिबी टिपरहरू नआउला कि भन्दै थियो आज उहाँहरूसँग दुईजना मेयर साहब उपमेयर साहबको मा रहेको चाबीहरू सबै मलाई चिन्हिएको छ भोलि नारायणपथमा ड्रेन बनाउने सन्दर्भमा तपाईँको जेसिबी टिपरहरू चाहियो भने म आफै ड्राइभर लिएर यहाँको ड्राइभरलाई लिएर चाबी लिएर बुझाएर नारायणपथमा खन्छु उठाउँछु फेरि बेलुका खन्काउँछु त्यो कुराहरू भएर चाहिँ मैले दुईजनाको मेयर साहब उपमेयर साहबको चाबी चाहिँ मैले राखेको छु यहाँको मैले लिएको छु हाम्रो काम रोकिँदैन सबै सहमतहरू पनि जानुहुन्छ अरू मेयर उपमेयर साहबको पनि सबैलाई अब निकालेर साथ गरेर अब मेयर उपमेयर अध्यक्षहरूको काम गर्नुको लागि चाहिँ अनुरोध गर्दै सबैलाई चाहिँ बाहिर हामी चाहिँ निकाल्ने भन्दै चाहिँ आज चाहिँ काम हुँदैन आज काम हुँदैन आज अब कता के हुन्छ अब मेरो वाडामा काम गर्नु जानु पऱ्यो उपमेयर साहबले काम गर्नुहुन्छ मेयर साहबको काम समस्या यो
चाबीको विषय मात्र भयो कि अरू विषयको पनि समाधान भयो? चाबीको विषय मात्र भयो, चाबीको विषय भयो। अब बिस्तारै हामी भरे भोलि फेरि छलफल गरेर हामी फेरि बस्छौँ। 10 नम्बर वडा तपाईँको एरियामा हो अध्यक्षज्यू, अब भोलिदेखि तपाईँ पनि नियमित श्रमदान आउनुहुन्छ कि हुन्न? श्रमदानमा हुन्छ म जनसहभागिता होइन, जनसहभागिता हो। अब यो हेरि यसरी झुलीको हेरि म यो तातिन्छ यो हुन्छ क्या, त्यसले गर्दा हामी क्लियर गर्छौँ ल। दर्शकहरू अहिले वडा नम्बर 10 का अध्यक्षज्यू आएर भित्र भएको अन्डरस्ट्यान्डिङ त्यो जुन जेसिबी को चाबी अथवा ट्रिपरको चाबी छ त्यो चाहिँ अहिले मैले मेरो जिम्मामा रहन्छ। भोलि त्यहाँ 10 को जुन नारायणपथमा काम भइरहेको छ त्यसको लागि सामान लिएर मतलब मेसिनहरू लिएर म जान्छु, फेरि लिएर यहाँ बुझाउँछु भनेर त्यसरी कामको चाहिँ अहिले सहजीकरण यो गाँठो फुकाउने काम भएको छ भनेर उहाँले भनिराख्नु भएको छ। अब यहाँनिर मात्रै कुरा के छ भने यहाँ अब 2टा टिम छ, 2 टिममा को अब बाहिर निस्कने कुरामा चाहिँ अब यो कुरामा फेरि अर्को यहाँ एउटा अर्को छ जसो अनुभवहरू यता श्रमदाताहरूलाई निकाल्नुपर्छ भनिराख्नु भएको छ। यता उहाँहरूले त्यस पछाडि मात्रै यो कुरो अब साम्य होला कि, तथापि मेन जुन विवादको जड थियो त्यसमा चाहिँ सहमति भइसकेको छ मेयर उपमेयर वडाध्यक्ष बिचमा। र अब यहाँनिर चाहिँ अब बाँकी रहेको अन्य अहिले श्रमदाताहरू यहाँबाट बाहिरिँदै हुनुहुन्छ। उहाँहरू यहाँ वडा नम्बर 18 को वडाध्यक्षज्यू पनि हुनुहुन्छ। सबैलाई नमस्कार, अभिवादन। सुन्नु है, हामी झडप गर्न पक्षमा छैनौँ। हामी झडप गर्न आएका होइनौँ, झडप गर्न आएकालाई रोक्न आएको हो। झडप गर्न छोड गर्दैनौँ, नम्बर 1। नम्बर 2, धरान उपमहानगरपालिकालाई अनुशासित र मर्यादित ढङ्गले व्यवस्थित ढङ्गले सबैलाई समन्वय गरेर जोडेर अगाडि बढ्नका निम्ति नगर प्रमुखजीलाई बारम्बार भनिएको छ, भनिरहनेछौँ। धरानलाई नियमसम्मत ढङ्गले कानुनसम्मत ढङ्गले सबैको आत्मसम्मानलाई सम्मान गर्दै अगाडि बढाउनु हुनेछ भने पूर्ण विश्वास म अहिले पनि व्यक्त गर्दछु। नगर प्रमुखजीका हैसियतबाट उहाँले भूमिका निर्वाह गर्नका निम्ति अपिल पनि गर्दछु र त्योभन्दा दायाँ बायाँ गर्नुभयो भने हामी मान्नेवाला छैनौँ। यही कुरा तपाईँहरूको माझमा राख्दै अहिले अब यो द्वन्द गर्ने लाइनतिर द्वन्द गर्नेतिर हामी जाने पक्षमा छैनौँ। अहिले पनि यो कुरा तपाईँलाई जानकारी गराउँछ, यसो बाहिर बस्दिनु होला कारणमा भन्नको निम्ति म सबैलाई आग्रह गर्छु। हस्, धन्यवाद।
दर्शकहरू अहिले उपमहानगरपालिका परिसर यसरी शान्त भइसकेको छ। दुवै पक्षलाई अहिले प्रहरी वडाध्यक्षज्यूहरू उमेर आएर यो बाहिर जानको लागि उहाँहरूले आग्रह गरे बमोजिम अहिले यो ठाउँ